हेलो हाई नमस्ते म पदमराज तामाङ अहिले म टोकियोको गुन्माकेन प्रिफेक्चर सिटीमा छु। आजको यस भिडियोमा हामी कुराकानी गर्नेछौँ नेपालबाट जापान आउनको निमित्त कुन कुन भिजाहरू एभाइलेबल छ त नेपालीहरूको लागि र उक्त भिजामा कति खर्च लाग्छ र उक्त भिजा कुन कुन हो त हामी यसै विषयवस्तुमा कुराकानी गर्नेछौँ। आउनुहोस् भिडियोको प्रारम्भ गरौँ। र भिडियोको प्रारम्भ गर्नुभन्दा पहिले हजुरहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि दबाइदिनु होला, जसको कारणले गर्दा मैले बनाएको नयाँ नयाँ भिडियोहरू सबभन्दा सुरुमा नोटिफिकेसन तपाईको मोबाइलमा जानेछ। आउनुहोस् अब भने भिडियोको प्रारम्भ गरौँ। नेपालबाट जापानसम्म जानको लागि नेपालीहरूको लागि लगभग 6 वटा भिजाहरू सजिलै रूपमा एभाइलेबल रहेको छ। जस अन्तर्गतको भिजाहरू कुन कुन हो त यस विषयमा कुराकानी गरौँ र लागत कति लाग्छ यसको विषय पनि कुराकानी गरौँ र प्रोसेस के हो त यस विषयमा पनि कुराकानी गरौँ। पहिलो नम्बरमा रहेको छ स्टुडेन्ट भिजा, दोस्रो नम्बरमा रहेको छ एसएसडब्ल्यू वर्किङ भिजा, तेस्रो नम्बरमा रहेको छ डिजिनकेको ब्याचलर वर्किङ भिजा र चौथो नम्बरमा रहेको छ डिपेन्डेन्ट भिजा र पाँचौं नम्बरमा रहेको छ स्पोन्सर भिजा र छैटौं नम्बरमा पनि रहेको छ कलाकारिता भिजा, साथसाथै अर्को भिजिट भिजा पनि रहेको छ। आउनुहोस् यी 6 वटा भिजाको प्रोसेस के हो त, कसरी जान सकिन्छ, के डकुमेन्टहरू रिक्वायर छ त, के कुराहरू हामीले उपलब्ध गराउनु पर्छ त यसै विषयमा कुराकानी गरौँ। पहिलो नम्बरमा कुराकानी गरेको थिए स्टुडेन्ट भिजा। स्टुडेन्ट भिजा भन्ने बित्तिकै यहाँहरूले धेरैजनाले बुझिसक्नु भएको छ। यसमा चाहिँ स्टुडेन्टको रूपमा आउने, पढ्ने अनि पढिसकिसकेपछि हामीले आफ्नो भिजालाई वर्किङमा चेन्ज गरेर पर्मानेन्ट रूपमा जापानमा सेटल हुने यो एउटा भिजा रहेको छ। यस स्टुडेन्ट भिजाको बारेमा थोरै कुराकानी गरौँ। स्टुडेन्ट भिजामा तपाईँ आउनको निमित्त तपाईको शैक्षिक योग्यता न्यूनतम पनि +2 गरेको हुनुपर्नेछ। तपाईले +2 पास गरिसकेपछि जापानको गाक्कोमा तपाईले तपाईको एडमिसन गर्न सक्नुहुनेछ र त्यसपछि जापानको निहोन गाक्को सकिसकेपछि मात्रै तपाई युनिभर्सिटी अथवा सेन्मन गाक्को तपाई छिर्न सक्नुहुनेछ। र मैले कुराकानी गरे निहोन गाक्को भनेको के हो त? निहोन गाक्को भनेको तपाई जापानमा आइसकेपछि सबभन्दा सुरुमा तपाईलाई निहोन गाक्कोले नै भिजा दिने हो। तपाईले यदि तपाईको +2 क्लियर भइसकेको छ र तपाई जापान आउन चाहनुहुन्छ विद्यार्थी भिजामा ब्याचलर गर्नको निमित्त भने सबभन्दा पहिले सुरुमा तपाईलाई निहोन गाक्कोले नै भिजा दिने गर्दछ अथवा तपाई निहोन गाक्कै पढ्नुपर्ने छ। र कुराकानी गरौँ नेपालमा तपाईलाई अरु के तयारी गर्नु पर्दछ त यस विषयमा कुराकानी गरौँ। तपाईले नेपालमा रहँदाखेरि नेपालबाट जापानको निहोन गाक्कोसम्म आउनको निमित्त तपाईले नेपालमै N5 लेभलको भाषा तयारी गर्नुपर्नेछ। तपाईलाई निहोन गाक्कोले इन्टरभ्यु लिन्छ। इन्टरभ्यु लिँदाखेरि तपाईले इन्टरभ्यु फेस गर्न सक्नुपर्नेछ र सँगसँगै निहोन गाक्कोले तपाईको इन्टरभ्यु लिइसकेर तपाई इन्टरभ्यु पास हुनु भएपछि डकुमेन्टेसनको प्रोसेस हुन्छ र डकुमेन्टेसनको प्रोसेस भइसकेपछि तपाईलाई निहोन गाक्कोले तपाईको डकुमेन्टहरू हेर्छ, तपाईको आर्थिक स्रोतहरू के छ त त्यो सबै हेर्छ। तपाई जापान आएर जापानको स्कुलमा पढ्न सक्नुहुन्छ कि हुन्न त यो सबै कुराहरू निहोन गाक्कोले हेर्ने गर्दछ र त्यसपछि मात्रै तपाईलाई निहोन गाक्कोले भिजा दिने गर्दछ। र त्यसको लागि तपाईले नेपालमा N5 लेभलको भाषा तयारी गर्नुपर्ने हुन्छ, अन्तर्वार्ता दिन सक्नुपर्ने हुन्छ। अन्तर्वार्ता धेरै डिफिकल्ट हुँदैन, नर्मल नै हुन्छ, तर पनि तपाईले साधारण कुराहरू बोल्न सिक्नुपर्छ। तपाईको नाम के हो, ठेगाना के हो है, तपाईको परिवारमा कतिजना हुनुहुन्छ, नर्मल कुराहरू तपाईले उताबाट पढेर आएर फेस गर्न सक्नुपर्नेछ अथवा उक्त कुराहरू तपाईले जान्नुपर्नेछ। र सँगसँगै अर्को महत्त्वपूर्ण कुरा रहेको छ जापानमा तपाई निहोन गाक्कोमा आउँदै हुनुहुन्छ भने र सँगसँगै तपाईलाई जापानको मात्रै नभएर नेपालको पनि अधिकार हुन्छ। नेपाल इमिग्रेसनले पनि तपाईलाई अन्तर्वार्ता लिन सक्छ। यदि तपाईको जापानिज भाषा राम्रो छैन र तपाई जापानमा आएर बस्न सक्नुहुन्न जस्तो लाग्यो, तपाई नेपालबाट जापानमा आएर दुःख पाउनुहुन्छ, तपाईको भाषा राम्रो छैन, यस्तो कन्डिसनमा तपाईलाई जापानको होइन यस्तो कन्डिसनमा तपाईलाई नेपालको इमिग्रेसनले पनि तपाईको भिजा क्यान्सल गरिदिन सक्छ। त्यसैले तपाई जापानमा स्टुडेन्ट भिजामा आउन चाहनुहुन्छ भने N5 लेभलको भाषा नेपालमै बनाउनु होला।
N5 देखि N4 लेभलसम्म है। र अर्को कुरा रहेको छ स्टुडेन्ट भिजाको लागि डकुमेन्टहरु के चाहिन्छ त? मुख्य कुरा तपाईले +2 गरेको डकुमेन्ट चाहियो। त्यसै गरी N5 लेभलको भाषा पास गरेको सर्टिफिकेट, जेसट, नेट अथवा JLPT एउटा जुनै भए पनि हुन्छ। र अर्को कुरा तपाईको पासपोर्ट चाहिन्छ। र अर्को कुरा भनेको तपाईको इन्कम सोर्स के कति छ त? मिनिमम 20 देखि म्याक्सिमम 25 लाख सम्मको इन्कम सोर्सको सर्टिफिकेट चाहियो। अनि रिलेसनशिप सर्टिफिकेटहरु यी यस्ता कागजहरु तपाईले युनिभर्सिटी अथवा तपाईले न्युन गाकुमा एप्लाई गर्नुभन्दा अगाडि यो कागजहरु पूरा गर्नुपर्ने हुन्छ। त्यसपछि न्युन गाकुमा तपाईको डकुमेन्ट फरवार्ड गरिन्छ। र न्युन गाकुले तपाईको कागजहरु यदि सबै राम्रो छ, कागजात तपाईको सबै पुगेको छ, कागजातहरु यदि तपाईको सबै पुगेको छ भने उक्त कन्डिसनमा तपाईले न्युन गाकुले भिजा दिन सक्छ है। उक्त भिजा तपाईले पाउनु भयो भने तपाईलाई COE आउँछ, जसको COE को पूरा रूप हो सर्टिफिकेट अफ एलिजिबिलिटी भनिन्छ। जुन COE आइसकेपछि चाहिँ तपाई नेपालबाट जापानसम्म आउन सक्नुहुनेछ। र जापान आइसकेपछिको कन्डिसनमा कुराकानी गरौँ र टाइमिङको कुराकानी गरौँ। तपाई न्युन गाको 2 वर्ष, युनिभर्सिटी 4 वर्ष, जम्मा 6 वर्ष सकियो युनिभर्सिटी जानुहुन्छ भने, सेमन गाको जानुहुन्छ भने तपाई न्युन गाको 2 वर्ष अनि सेमन गाको 2 वर्ष अथवा कुनै सब्जेक्ट 3 वर्षको पनि हुन सक्छ है। त्यस्तो भयो भने 4 वर्ष अथवा 5 वर्ष तपाईको टाइम खर्च हुने भयो। तपाईले जापानको बसाइमा स्टुडेन्ट भिजामा आइसकेपछि 2 वर्ष मिनिमम 2 वर्ष तपाई न्युन गाकोमा पढ्नै पर्छ जापानिज भाषा। र त्यसपछि तपाईले युनिभर्सिटी जान पनि सक्नुहुन्छ अथवा सेनमन गाको पनि जान सक्नुहुनेछ। दाइगाको भनेको युनिभर्सिटी तपाईलाई थाहा छँदैछ जुन 4 वर्षको हुन्छ। अर्को सेनमन गाको भनिन्छ जुन चाहिँ नेपालमा CTBT को प्रोग्रामहरु जस्तै 3 वर्षे प्रोग्रामहरु हुन्छ, त्यस्तै यहाँ पनि सेनमन गाको प्रोग्रामहरु हुन्छ। जस अन्तर्गत चाहिँ तपाईले कुन विषयमा इन्ट्रेस्ट छ त्यही विषयमा तपाईले पढ्न सक्नुहुनेछ। र अर्को कुराकानी गरौँ खर्च कति लाग्छ त? यो सबै कम्प्लिट नेपालबाट जापानसम्म विद्यार्थी भिजामा आउनको निमित्त त्यो चाहिँ कलेज अनुसार भर पर्छ है। नर्मल्ली नेपालबाट जापानसम्म आउनको लागि 10 देखि 15 लाखको बीचमा खर्च लाग्न सक्छ। तपाई कुन सिटीमा आउँदै हुनुहुन्छ त्यसले पनि तपाईको खर्च कति हुन्छ भन्ने कुरा म्याटर गर्ने गर्दछ। र अर्को पनि कुराकानी गरौँ विद्यार्थी भिजामा तपाई आउँदै हुनुहुन्छ र काम गर्ने तपाईको अवधि भनेको हप्तामा 28 घण्टा हो। र यो भन्दा बढी काम गर्न चाहनुहुन्छ भने तपाईले ह्यान्ड क्याश काम गर्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईको बैंक एकाउन्टमा पैसा जम्मा हुँदैन। र यो त थियो विद्यार्थी भिजाको बारेमा। र अब कुराकानी गरौँ ब्याचलर वर्किङ भिजाको बारेमा। के हो त ब्याचलर वर्किङ भिजा अथवा गिजेनकेको भिजा? यो ब्याचलर वर्किङ भिजा गिजेनकेको भिजा भनेको चाहिँ तपाईले ब्याचलर पास गरिसक्नु भएको छ नेपालमै भने तपाईले N5 लेभलको भाषा तयारी गर्ने र इन्टरभ्यु फेस गर्न सक्ने भइसकेपछि तपाईलाई जापानको कम्पनीहरुले तपाईलाई इन्टरभ्यु लिन्छ। इन्टरभ्यु लिइसकेपछि उक्त इन्टरभ्यु तपाईले पास गर्नुभयो भने तपाई यहाँ आउन सक्नुहुनेछ। उक्त कम्पनीले तपाईलाई लिएर आउनेछ र आइसकेपछि तपाईले यहाँ आएर काम गर्न सक्नुहुनेछ। र खर्चको कुरा गरौँ ब्याचलर वर्किङ भिजाको लगभग यसको लागि पनि 10 देखि 15-20 लाखसम्म नै लिने गरेको पाइन्छ नेपालमा। तेस्रो नम्बरमा अर्को भिजा रहेको छ भिजिट भिसा। भिजिट भिसा त यहाँहरुले बुझि नै सक्नुभयो। भिजिट भिजा भनेको घुम्न आउने भिजा हो। तपाईलाई 30 दिन, 60 दिन, 90 दिनको 90 दिनसम्मको भिजा पाउन सक्नुहुनेछ। तपाई भिजिटको लागि पनि आउन सक्नुहुनेछ। र अर्को भिजा रहेको छ डिपेन्डेन्ट भिजा। डिपेन्डेन्ट भिजा भन्ने बित्तिकै तपाईले बुझिसक्नु भएको छ तपाईको श्रीमती अथवा तपाईको श्रीमान कोही जना व्यक्ति जापानमा हुनुहुन्छ भने उक्त व्यक्तिले तपाईलाई स्पोन्सर गरेर अथवा तपाई उक्त भिजामा तपाई डिपेन्डेन्ट भिजामा पनि जान सक्नुहुनेछ काम गर्नको निमित्त। र अर्को भिजा रहेको छ स्पोन्सर भिजा। स्पोन्सर भिजा भन्ने बित्तिकै तपाईले बुझिसक्नु भएको छ कसै व्यक्तिले तपाईलाई स्पोन्सर गरेर उक्त व्यक्तिको रोजगारमा रहने गरेर कम्पनीमा काम गर्नको निमित्त पनि ल्याउन मिल्ने प्रावधान रहेको छ। उक्त भिजालाई चाहिँ तपाईको स्पोन्सर भिजा भनिन्छ। र अर्को भिजा रहेको छ SSW वर्किङ भिजा। के हो त SSW वर्किङ भिजा? यस विषयमा थोरै कुराकानी गरौँ। SSW भिजा भनेको स्पेसिफाइड स्किल वर्कर भिजा हो। यो भिजामा चाहिँ तपाई सबभन्दा कम लागतमा जापान आउन सक्नुहुनेछ। लागतकै कुराकानी गर्ने हो भने यस भिजामा तपाई नेपालबाट जापान आउनको निमित्त 1 लाख देखि बढीमा 4 लाखसम्म खर्च लाग्ने गरेको पाइन्छ। उक्त खर्चमा तपाई जापान आउन सक्नुहुनेछ। यो स्पेसिफाइड स्किल वर्कर भिजामा पनि विभिन्न आफ्नै क्याटेगोरीमा तपाईले एक्जाम पास गरेर
भाषाको लेभल पास गरेर तपाईँ आउन सक्नुहुनेछ। त्यसको लागि के क्षेत्र छन् त एसएसडब्ल्यू वर्किङ भिजामा हामी जापान आउनको निमित्त, त्यसको बारेमा यो स्क्रिनमा हेर्नु होला। फुड सर्भिस, नर्सिङ केयर, एग्रिकल्चर, होटल एकोमोडेसन, ड्राइभिङ भिजा लगायत यी मुख्य 5 वटा क्षेत्रमा चाहिँ तपाईँ एसएसडब्ल्यू वर्किङ भिजामा नेपालबाट जापानसम्म आउन सक्नुहुनेछ। त्यो पनि सस्तो लागतमा। आइसकेपछि तपाईँले काम गर्न पर्नेछ र उक्त यस क्षेत्रमा तपाईँ आउनको लागि तपाईँको कुनै पनि शैक्षिक योग्यता आवश्यक पर्दैन, तपाईँको सिपको पनि आवश्यक पर्दैन। सबै यहीँ आएर सिकाउने हो। तपाईँले उक्त क्षेत्रमा आउने, जुन क्षेत्रमा तपाईँ आउन चाहेको उक्त क्षेत्रको भाषा परीक्षा अथवा स्किल भाषा परीक्षा सँगसँगै स्किल पास गर्नुभयो भने तपाईँ सजिलै रूपमा तपाईँ यहाँनिर आउन सक्नुहुनेछ। र अर्को कुरा भनेको तपाईँलाई यहाँ आउनको निमित्त कुनै पनि कम्पनीले तपाईँको अन्तर्वार्ता लिनेछ। अन्तर्वार्ता लिने बेलामा तपाईँ अन्तर्वार्ता पास हुनुभयो भने तपाईँ जापान आउन सक्नुहुनेछ। यसको ड्युरेसन अथवा प्रोसेस अवधि रहेको छ 15 दिनदेखि तपाईँले 6 महिनासम्म लाग्न सक्छ। कुन इमिग्रेसन हुँदा त्यसमा भर पर्ने गर्दछ। लगभग नर्मल्ली 1 देखि 2 महिनामा तपाईँको भिजा कन्फर्म आउनेछ। यी सबै भिजाहरू गर्नुभन्दा अगाडि तपाईँको एमआरपी रेडी भएको हुनुपर्नेछ। र यो सँगसँगै अन्य भिजाहरू पनि रहेको छ तपाईँ जापान आउनको निमित्त। मुख्यतया मैले एक्सप्लेनेसन गरेको लगभग 5 वटा 6 वटा यो भिजाहरू कमनली यो भिजाहरूमा नेपालीहरू आउने गरेको छ। अन्य भिजाहरू पनि रहेको छ जस्तै कलाकारिता भिजा, पत्रकारिता भिजा, खेलकुद भिजा लगायत अन्य भिजाहरू पनि रहेको छ। मुख्यतया गरेर आउने यिनै 5 वटा भिजा हो भन्दै आजको यस भिडियोको बसाइमा तपाईलाई मैले जापान कसरी आउन सकिन्छ, कुन भिजाहरू एभाइलेबल छ त र अन्य विषयवस्तुको बारेमा जापानसँग रिलेटेड तपाईलाई कुनै पनि कुराहरू सोध्न मन लागेको छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। उक्त कमेन्ट बक्समा आएको कमेन्टको आधारमा तपाईको भिडियो पनि हामी तयार गर्नेछौँ भन्दै अहिलेको लागि नमस्ते। फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ भन्दै आफ्नो ख्याल गर्नु होला। फेरि पनि नमस्ते।